बुद्धिसागर पौड्याल काठमाडौँ महानगरपालिका 6 कुमारीकाल सभ्य गल्लीबाट पठाउनुहुन्छ। लेख्नु भएको छ, अच्युत सर नमस्कार। योभन्दा पहिले पठाएको मेरो गजल अङ्क 59 2082 726 को कार्यक्रममा प्रसारित भयो। साँझमा अलिक चाँडो सुत्ने भएकाले भोलिपल्ट बिहानी पख वाक गर्दा सम्पूर्ण सुने। अत्यन्त खुसी लाग्दो रहेछ। आफूले लेखेको गजल वाचन हुँदा त्यो पनि मैले पहिलोपल्ट महसुस गरेँ। मैले केही गल्ती गरेछु, त्यसको लागि म क्षमा चाहन्छु। अर्को गजल पठाएको छु, अवश्य वाचन गरिदिनु हुनेछ भन्ने आशा लिएको छ। मान्छे किन मान्छे जस्तो देखिँदैन आजकल? आफ्ना लागि आफ्नै जस्तो भेटिँदैन आजकल। घमण्ड र अहमपनको जरो मौलाउँदैछ। घमण्ड र अहमपनको जरो मौलाउँदैछ। मान्छे जस्तो बनाउन लेखिँदैन आजकल। आफ्ना पनि आफ्नै जस्तो भेटिँदैन आजकल। विज्ञानको प्रगतिले भएको भाँड भैलो हो कि? विज्ञानको प्रगतिले भएको भाँड भैलो हो कि? सद्भावका कुरा किन साटिँदैन आजकल? आफ्ना पनि आफ्नै जस्तो भेटिँदैन आजकल। जबसम्म स्वार्थ मिल्छ, जाति बन्छ, प्रिय बन्छ। जबसम्म स्वार्थ मिल्छ, जाति बन्छ, प्रिय बन्छ। पिठ्यौँबाट छुरा घोप्छ, छेकिँदैन आजकल। आफ्ना पनि आफ्नै जस्तो भेटिँदैन आजकल। मानवता क्षय भई होडबाजी परमाणुको, मानवता क्षय भई होडबाजी परमाणुको स्वीकार गर्ने परिपाटी देखिँदैन आजकल। मान्छे किन मान्छे जस्तो देखिँदैन आजकल? आफ्ना पनि आफ्नै जस्तो भेटिँदैन आजकल। यो सुन्दर गजल बुद्धिसागर पौड्यालले पठाउनु भएको छ। ब्राकेटमा लेख्नु भएको छ, अस्ति बुद्धि पौड्याल मात्रै भएको थियो भनेर। उहाँको पुरा नाम बुद्धिसागर पौड्याल रहेछ। मैले अस्ति गल्ती गरेको भए क्षमा चाहन्छु। मैले अस्तिको कुन अङ्क तपाईँले माथि अङ्क उल्लेख गरिसक्नुभयो, त्यसमा वाचन गरेको भन्नुहुन्छ। मलाई त्यो नाम यो नाम याद छैन खासमा। आज याद गर्दैछु। कुमारीकाल सभ्य गल्ली भन्ने शब्दले पनि झन् याद भएको छ। तपाईँको आजको गजलमा पनि मैले एक ठाउँमा चाहिँ भन्नै पर्छ, असाध्यै राम्रो गजल छ। तर तपाईँले सुरुमा मतलामा देखिँदैन काफिया राख्नु भएको छ भने यसको अन्तिम शेरमा पनि फेरि देखिँदैन काफिया दोहोरियो। त्यति नगर्नुभएको भए सुनमा सुगन्ध भन्थेँ मैले। अब बुद्धिसागर पौड्यालको गजललाई यति मात्रै भने। अर्को सामग्री एउटा पत्र छ।